मर्निङ यो तपाईँको बिन्दास रान्जा बोइस हेर्नुहोस् मान्छेहरू नेपालमाबाट आउँछ अब होइन अब नेपालमा सुती काम नगरिकन बाबुआमाको पैसा खर्च गरेरको बच्चाहरू यहाँ इन्डिपेन्डेन्ट हुन आउँछ क्या अनि फेरि यहाँ आएपछि रुन थाल्छ निन्द्रा पुग्दैन बिहान बिहान उठेर जानुपर्छ काममा मलाई यस्तो गाह्रो छ त्यस्तो गाह्रो छ पहिले यो गर्नु पर्यो त्यो गर्नु पर्यो भनेर टिकटकमा आउनेहरूलाई पाइरहेछ नि काम अनि किनभने अब त्यस्तो त बोल्न नआउने है मुला खा भन्नुपर्ने सरी है अब मुला काँक्रो खाऊ होइन के गर्ने अब इन्डिपेन्डेन्ट त्यसै पाउँदैन होइन बिहान बिहान काम गर्न जाने हो काम गर्दाखेरि मजा लिने हो गाडी चलाउँछ भने मजा लिने हो बसमा जाने भने सुत्ने हो किन चिन्ता गर्नुपर्ने हिँडेर जाने भए एक्सर्साइज हुन्छ बस त्यही सम्झिने छ नि मान्छेहरू देश छोडेर आएपछि के हुन्छ दुःख त भइहाल्छ घरमा बसिरहेको जस्तो सुख हुन्छ मुजियाहरू मुलाहरू दाजुभाइहरू सबै को मान्छे है अब गाली त गर्न हुँदैन अब के गर्ने आफ्नै